सो हेलो जोडले नमस्ते सबैजनालाई। सो हजुरहरूले मलाई चाहिँ चिन्दै नै हुन्छ होला, म हजुरको आफ्नै प्यारी बिना मगर। सो आज चाहिँ मेरो भिडियोको टाइटल रहेको छ मेरो दिदीको बर्थडे। सो आज चाहिँ मेरो दिदीको बर्थडे हो, जुन मेरो रुममेट दिदी हुनुहुन्छ उहाँको चाहिँ आज बर्थडे। सो आज चाहिँ अब हामी केक काट्छौँ अनि केक काटेर खानासाना खान्छौँ। सो त्यसको चाहिँ आज म भ्लग बनाउने छु। सो हजुरहरू हेर्दै गर्नु होला मेरो भ्लगमा के हुन्छ। आज चाहिँ दिदी अनि दिदीको बर्थडे पनि छ। सो दुईजनाको बर्थडे हुन कारणले हजुरहरूले विश चाहिँ गरिदिनु नै पर्छ ल। सो अब चाहिँ हामी कति बजिसक्यो चाहिँ 11 बजिसक्यो छ, यहाँको चाहिँ 11 बज्यो। अनि त्यसपछि अब 1 घन्टा छ, हामीले खानासाना चाहिँ सबै रेडी गरिसकेको छौँ। अब अन्ली डेकोरेसन, हल्का डेकोरेसन भन्नाले अब परदेशको ठाउँमा त्यस्तो डेकोरेसन चाहिँ हुँदैन हामीहरूसँग, किनकि हामी अघि 10 बजे कामदेखि फ्री भएर आएको। सो अहिले खानासाना रेडी गर्दा 11 बजिसक्यो। सो अब हामी खाना रेडी गरिसक्यौँ अनि खाना रेडी गरिसकेपछि अब हामी चाहिँ आफू चाहिँ रेडी हुँदैछौँ भनौँ न। म चाहिँ होइन, म चाहिँ अब यस्तै हो, मेरो त अब झोलले पारा। यो चाहिँ अब हाम्रो केक आइसकेको छ गाइज। अनि यो ओपन गर्ने चाहिँ को होला, ग्यास गर्नु त। यो ओपन गर्ने हाम्रो आफ्नै प्यारो बर्थडे गर्ल। देखाइदिउँ हजुरलाई, अब एकछिनमा देखाउँछु ल। अब रेडी सेडी भएपछि देखाउँछु। बर्थडे टु यु, ह्यापी बर्थडे। अब लाइट चाहिँ अब पहिला पुग्नै पर्दैन, विश मागो मैले विश। Oh my God, मैं पूछती नहीं हूँ लाइक। क्या फायदा पड़ेगा तुम्हें? क्यों, अच्छा तो लग रहा है। खिलाओ? नहीं खिलाऊंगी। हैप्पी बर्थडे टू मी। फिर म्यूजिक बनी ले लो, एक दूसरे को खिलाए। मुंह में पूरा पोत करेंगे। नहीं पूछने का मुंह पे, नहीं करने का प्लीज। थैंक यू, थैंक यू सो मच। Thank you so much. God bless you. यो चाहिँ हाम्रो प्यारो फात्मा से हाई। ऊ चाहिँ हामीसँग काम गर्ने हो, हामी चाहिँ सँगै बस्छ, ऊ पनि हाम्रो रुममेटै हो। अब चाहिँ म तपाईँले देखाउँ